एसिया महादेशको दक्षिण एसियामा अवस्थित भूपरिवेष्टित मुलुक नेपाल तीन भागमा सजिएको छ। उत्तरमा हिमाली प्रदेश, मध्य भागमा पहाडी प्रदेश, त्यसैगरी र दक्षिणमा तराईको समथर भूभागले सजिएको छ। आज म यहाँहरूलाई नेपालको शिर अर्थात् हिमाली प्रदेश एवं पहाडी प्रदेशको सुन्दर प्राकृतिक मनोरम दृश्यावलोकन गराउन गइरहेको छु। म नेपालको मध्य पश्चिम क्षेत्रबाट यहाँबाट दृश्यावलोकन हुने हिम श्रृङ्खलाहरू देखाउन गइरहेको छु। मौसमको कारण हामी पूर्ण रूपमा दृश्यावलोकन गर्न नसके पनि आंशिक रूपमा म यहाँहरूमाझ पेश गरेको छु। सुन्दर पहाड कुहिरो हुस्सुले सजिएकी छिन्, हरियो घुम्टोले सजिएकी छिन्। यदि तपाईहरू मदन मार्ग राजमार्ग हाइवे यात्रा गर्दै हुनुहुन्छ भने गुल्मी जिल्लाको सदरमुकाम तम्घासबाट करिब 2-4 किलोमिटर माथि यो रेसुङ्गा क्षेत्रमा भ्रमण गर्नुहोला। अत्यन्तै सुन्दर छ, अत्यन्तै मनोरम छ, अत्यन्तै धार्मिक सांस्कृतिक हिसाबले अत्यन्तै ठुलो महिमा बोकेको क्षेत्र हो, पुण्य क्षेत्र हो यो। गुल्मी जिल्लाको सदरमुकाम तम्घास बजार क्षेत्र यहाँहरूमाझ म राख्न गइरहेको छु। सँगसँगै तम्घास बजार आसपासका सुन्दर हरियो घुम्टोले सजिएको अर्जुन डाँडा अत्यन्तै सुन्दर डाँडा छ। सँगसँगै रेसुङ्गा डाँडा, यो रेसुङ्गा हो, यो रेसुङ्गा डाँडा हो। यहाँ हामीले दृश्यावलोकन गरेको यस अर्जुन डाँडा, यो डाँडा पारीको भूभाग अर्घाखाँची जिल्ला पर्दछ र यो तम्घास बजार हो, सुन्दर बजार छ। चिदिचौर जिल्ला अस्पताल